लागि स्वास्थ्य क्षेत्रका सरकारवालाहरूले दक्ष स्वास्थ्य कर्मीको साथ बिना चिकित्सकले मात्र गुणस्तरीय सेवा प्रदान गर्न नसक्ने बताएका छन्। नेपाल स्वास्थ्य प्राविधिक संघको 48औं स्थापना दिवसको अवसरमा बुटोलमा आयोजित मुखपत्र विमोचन तथा CME कार्यक्रममा बोल्ने वक्ताले बिरामीहरूको उपचारमा चिकित्सकसँगै अन्य स्वास्थ्य कर्मीको भूमिका समान रूपमा महत्त्वपूर्ण हुने भएकाले उनीहरूको क्षमता अभिवृद्धि, उचित व्यवस्थापन र सम्मानमा राज्यबाट विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याएका छन्। नेपाल मल्टी स्पेशलिटी क्लिनिकको सहयोगमा संघमा आबद्ध पारामेडिक्स तथा नर्सिङ स्वास्थ्य कर्मीका लागि अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम गरिएको हो। नेपाल मेडिकल काउन्सिलले जुन अहिले तत्काल जुन स्वास्थ्य कर्मीहरू धरपकड गरेको छ त्यो नितान्त गलत छ। कुन एङ्गलबाट आएर गर्नुभएको छ, कुनै अधिकारबाट गर्नुभएको छैन। तपाईँहरूले हेर्नु होला, आज यहाँ हाम्रो डाक्टर साहबहरूले भनिरहँदाखेरि मलाई के लाग्यो भने यो को सम्बन्ध हो, स्वास्थ्य कर्मीको र चिकित्सकको सम्बन्ध भनेको यो हो। आफूले गरेको कुराहरू ग्रामीण क्षेत्रमा कसरी डेलिभर गर्नु भन्ने कुराको चाहिँ डेलिभर गर्ने यो सम्बन्ध चाहिँ राज्य स्तरमा किन बनाउन सकिँदैन, कसरी ब्रिफिङ गरेको छ। 3 वर्ष अगाडि पनि एउटा कार्यक्रम गर्ने अवसर पाएका थियौँ र त्यो बेला पनि यसै गरी नै यसै उत्साहका साथ हामीले कार्यक्रम गरेका थियौँ र आउने दिनमा पनि यसरी नै कार्यक्रमहरू गर्ने अवसर पाएमा हामी खुसी नै हुनेछौँ। र मलाई सम्झिनको लागि पनि म फेरि यसै मञ्चबाट यहाँहरूलाई आग्रह पनि गर्दछु, यहाँहरूको संस्था आउने दिनमा अझै प्रगाड भएर जाओस् र यस संस्थाले आउने दिनमा अझै प्रगति र यस संस्थामा आबद्ध सम्पूर्ण साथीहरूलाई उहाँहरूको हक अधिकारका निम्ति र यस संस्थाले दृढपूर्वक अहिले जसरी काम गरिरहेको छ त्यसै गरी नै आउने दिनमा पनि काम गरोस् भन्ने चाहन्छु। कार्यक्रममा पेट, आन्द्रा, कलेजो तथा पेनक्रियास रोग विशेषज्ञ डाक्टर युवराज भुसाल, वरिष्ठ हाड जोर्नी, नसा, बात तथा हात रोग विशेषज्ञ डाक्टर विकास नेउपाने, वरिष्ठ मधुमेह, ब्लड प्रेसर तथा मृगौला रोग विशेषज्ञ डाक्टर कृष्ण कुमार अग्रवाल, वरिष्ठ रगत रोग विशेषज्ञ डाक्टर निकेश बज्राचार्यले रूपन्देहीको स्वास्थ्य संस्थाबाट गरेका विभिन्न उपचारहरू र नयाँ अभ्यासका बारेमा जानकारी दिएका थिए। यसैबीच पीतम्बर पाठकको संयोजनमा तयार पारेको तपाईँ हामी र स्वास्थ्य अङ्क 2 नामको मुखपत्र केन्द्रीय अध्यक्ष वसन्त कुमार श्रेष्ठ लगायत अतिथिहरूले सार्वजनिक गरेका थिए।